पढे लेखेको मान्छे भनेको पढे लेखेकै हुन्छ साथीहरू। एकैछिन महावीर पुन सरको कुरा सुन्नुस्। विज्ञान प्रविधि मन्त्रालय भन्ने एउटा मन्त्रालय बनाइयो भने खर्च बढ्छ अरे। 2-4 अरब रुपियाँ एउटा मन्त्रालय चलाउनलाई लाग्छ। त्यो पैसा बचाउनलाई 2-4 अरब ठुलो हो कि विज्ञान प्रविधि अनुसन्धान नवप्रवर्धन ठुलो हो? विज्ञान प्रविधि नवप्रवर्धन भनेको के हो? तपाईँले अहिले सुशासन ल्याएर के बनाउनु भइरहेछ भने एउटा राम्रो चिज बनाउनु खोज्नु भएको छ, राम्रो गाडी बनाउन खोज्नु भएको छ। गाडीभित्र चाहिँ एकदमै कम्फोर्टेबल, एकदमै सोफा राम्रो आरामदायक बनाउन खोज्नु भएको छ। तर त्यो गाडीमा इन्जिन हालेन भने के हुन्छ? त्यो गाडी उड्छ। अनि इन्जिन भनेको के हो त? अर्थतन्त्रको इन्जिन भनेको के हो? विज्ञान प्रविधि नवप्रवर्तन अनुसन्धान होइन? यो कुरा खै बुझेको? अरूले त बुझ उहाँका यी भनाइहरूमा म चाहिँ एकदमै सहमत छु क्या। नयाँ सरकारले एकदमै राम्रो काम गरिरहेछ। नयाँ सरकार एकदम आधुनिकतातिर बढी गइरहेछ, आधुनिकतालाई अप्नाइरहेछ। एकदमै राम्रो कुरा हो यो नेपालका लागि। तर त्यतिले मात्र भएन के। उहाँहरू चाहिँ एकदम सफ्टवेयरमा मात्र बढी फोकस गरिराख्नु भएको छ के। तर त्यो सफ्टवेयर चलाउने हार्डवेयर हो नि त मेन त। त्यो हार्डवेयरमा पनि उहाँहरूले ध्यान दिनु पर्यो के। त्यो हार्डवेयर नै हो के मेन भनेको चाहिँ। र मलाई चाहिँ पर्सनली महावीर पुन सरको कुरा एकदमै मन पर्यो। तपाईँले कस्तो लाग्यो कमेन्ट गर्नुहोला। जय नेपाल।